ल यो चाहिँ रिमा गाउँ फुलबारीबाट देखिने भ्यू हो। आज मौसम राम्रो खुलेको छ, त्यसैले मजाले हिमालको भ्यूहरू देखिरहेछ। त्यो माथि हिमालमाथि हावा चल्दा त्यस्तो देखिने रहेछ। अहिले चाहिँ फुलबारीमा फुल राम्रो फुल्ला जस्तो छ। हामी चाहिँ अलि छिटो आइयो। हान्न के हान्ने दम छैन केटाहरु। हानेन अहिले त हानेन केटाहरुले। भुतलै मार नि। तर मेरो त यता सेप छ नि। लो 3 पोखरे आइयो। 3 पोखरेको भ्यू। लाइक कमेन्ट त फुल हो नि। आज केटाहरूको हालत यस्तो छ। अब अहिले यो हिउँमा लर्किँदै पछार्दै घर जाने होला नि। हिउँ आइरहेछ। हिउँ आइरहेछ। हिजो त नि घुरा गाडी नै हिउँ आयो त, अहिले चाहिँ एकैछिनमा पिघलेर गयो। लायो रङ लायो कि लाएन? कालो रङ त लाछु गरे। त्यस्तै हो। निकै लाजेर निकै मजाको भ्यू देखिने रहेछ रे हाटिनुमा। हस्त धन यो होटेलको साउ मामा। गोल घर को हालत यस्तो छन्। टुसारो बसेर चिया फुलबारी हो यो। हस्ता यो टोयलेट गोल घर मतलब के हो यो? अमेजन पार्क हो कि के हो? दुर्लभको सामानहरू आउने घर बनाएको हो गरे। अब कस्तो केहरू राखेछन्। दुर्लभ सामान आउने ठाउँ पनि बनाएको, केही जाड छैन भित्र। काठ भएकोहरू केही छैन। गाठ फुट्कियो नि यो बनाउँदा नि। टोयलेटको हालत यस्तो छन्। कोही जताए अब युज हुन्छ। यस्तो छन्। टोयलेटमा त नि भोटे ताल चलाइदिएको छन् त। कहाँबाट युज हुन्छ? बनाउने पैसा खर्च गर्ने कति। बरफको मलहरू बनिसकेको छ। हिउँ चाहिँ परे होइन हौ त्यही। यतातिर बोर्ड त ढाकेछन्, के लेखेछन् छैन। गइज उरेछन्।
बादल फुलबारी होटल